हेलो एन्ड नमस्ते सबैजनालाई यादव लाइभस्टक एन्ड एग्रिकल्चर युट्युब च्यानल फार्ममा स्वागत छ। यहाँ देख्न सक्नुहुन्छ आज चाहिँ 23 डेजको चिकन देख्न सक्नुहुन्छ र आज चाहिँ हाम्रो ठाउँमा चाहिँ एकदमै गर्मी धेरै भएको हुनाले चाहिँ मैले दाना यसरी माथि उठाइदिएको छु। साथीहरू देख्न सक्नुहुन्छ यो दाना चाहिँ यसरी माथि उठाउनु होला, एकदमै गर्मी भयो भने। र दिउँसोको टाइममा दाना यसरी माथि उठाएर अनि त्यसपछि चाहिँ यो पानीहरू चाहिँ ग्लुकोज पानीहरू राखिदिनु होला। यिनीहरूलाई चिसो होस्, भिटामिन सीहरू ग्लुकोज पानीहरू मजाले प्रशस्त मात्रामा दिनु होला साथीहरू। मैले पनि त्यसरी दिने गरेको छु र एकछिनपछि चाहिँ म यो दानाहरू तल झारिदिन्छु साथीहरू। यो अब दाना झार्ने टाइम भइसकेको छ। अब यहाँ पानी कोही कोही ठाउँमा पानी छैन, त्यो पानी रिफिल गरेर दाना झारिदिन्छु साथीहरू। अनि तपाईँहरूकोमा चाहिँ टेम्परेचर कति छ? हाम्रो चाहिँ सिन्धुली गोलङजोर 1 दिङ्लादिप भन्ने ठाउँमा चाहिँ आजको टेम्परेचर भनेको चाहिँ 41 डिग्री सेल्सियस थियो मेरो कुखुरा फर्मभित्र। तपाईँहरूकोमा कति छ र कति मोटालिटी भयो साथीहरू त्यो पनि इन्फर्म गर्नु होला, जनाउनु होला होइन। मेरो चाहिँ अहिलेसम्म मोटालिटी भएको छैन। अस्ति एक दिन चाहिँ मोटालिटी भयो र अहिले चाहिँ खासै मोटालिटी छैन साथीहरू। यहाँ देख्न सक्नुहुन्छ कुखुराहरू पनि एकदमै छरिएर बसेको छ। एकदमै कसैलाई चाहिँ यहाँ भोक लागेर यसरी चढ्न थालिसकेको छ साथीहरू। अब चाहिँ यिनीहरूलाई झार्ने दाना झार्ने बेला भयो। यहाँ देख्न सक्नुहुन्छ मैले दाना मजाले झार्दै एकदमै दानामा चाहिँ भिडभाड लाएर खाइरहेको छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ मजाले भिडभाड लाएर खाइरहेछ। तपाईँहरूको ठाउँमा पनि यस्तै गर्मी छ भने चाहिँ के होस् 5-6 घन्टा दाना चाहिँ नदिँदा पनि केही फरक पर्दैन। तर रातिको समयमा चाहिँ यिनीहरूलाई दाना मजाले खुवाउने अनि दिउँसो घाम चर्किन थालेपछि दाना माथि उठाएर यसरी झारिदिनु भयो भने मोटालिटी हुने सम्भावना अलिक कम हुन्छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ एग्रेसिभ खुवाइ छ यिनीहरूलाई देख्न सक्नुहुन्छ। खाना जन्मेकाहरू हौ, खाओ खाओ देख्न सक्नुहुन्छ साथीहरू। साथीहरू अनि म तपाईँहरूलाई चाहिँ एउटा के भन्छ जोगाड भनौँ न, एउटा जोगाड देखाउन गइरहेको छु। यो चाहिँ मैले ड्युको बोतलमा चाहिँ भिरकोट हालेर अनि यो स्प्रे स्ट्र्याप लिएको छु र तपाईँको कुखुराहरू पनि यसरी दिउँसोको टाइममा यसरी छरिदिनु भयो भने कुखुराहरू मजाले उठेर हिँड्ने र हाम्रो खोरमा अब भिरकोट पनि छरिराख्नु पर्ने हुन्छ साथीहरू। यो गर्दाखेरि यसरी गर्दाखेरि कुखुरालाई पनि शीतल हुने। यसको अब यसलाई एडजस्ट गरेर मजाले मसिनो पनि फाल्नु मिल्छ, ठुलो पनि फाल्नु मिल्छ साथीहरू। यसरी भित्र आफू गइरहनु पनि नपर्ने र दिउँसोको टाइममा चाहिँ एकदमै उपयोगी हुने रहेछ साथीहरू। र तपाईँहरूको फार्ममा पनि युज गर्नु होला। मैले ठुलो खालको पम्प पनि ल्याएको छु, तर त्यो पम्प चाहिँ धेरै कराउने हुँदाखेरि चाहिँ यो चाहिँ ठ्याक्क कुखुरालाई पनि धेरै नतर्सिने र एकदमै उपयोगी गर्नु पनि एकदम सजिलो छ, इजी हुने रहेछ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ ट्याक 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 कुखुरालाई हानिदिएपछि अनि यसरी मासेर हानिदिने खोरलाई चिसो बनाउँछ। अनि यो जुटको बोरालाई पनि यही स्प्रे गनबाट यसरी स्वार यसलाई भिजाइदिने अनि बाहिरको अब ब्याक्टेरियल हावा पनि भित्र आएन र बाहिरको हावा आउँदा चाहिँ भित्र सर कुखुरालाई चिसो हावा र कुखुराको भित्रको खोरमा चाहिँ टेम्परेचर मेन्टेन भइरहन्छ साथीहरू। तपाईँहरूको खोरमा पनि यसरी ड्युको बोतलमा यसरी स्ट्र्याप हालेर अनि यसरी पम्प गर्नु होला कुखुराको माथि, एकदमै बेटर रिजल्ट आउनेछ साथीहरू। तपाईँहरूलाई युज गरेर हेर्नुहोस्, थाहा हुनेछ।